के अब सिक्किममा फेरि लकडाउन हुन्छ अब कोभिड त बढ्दैछ कोभिड त बढेकै छ के सिक्किममा लकडाउन हुन्छ इन्डियामा पुरा लकडाउन हुन्छ राति 8 बजे मोदीजीले लकडाउन भन्छ 50,000 cases in Thailand. जे भने पनि कोभिडको लागि हामी तयारी छौं कसरी तयारी छौं हेर्नुहोस् है फर्स्टमा गो कोरोना गो कोरोना गो कोरोना गो कोरोना गो कोरोना भनेर पनि पहिला पनि ठटाइदियौ यो पालि पनि ठटाएर हामी कोरोनालाई हटाउँछौं सेकेन्ड त मास्क हामी लगाएर हटाइदिन्छौं हो थर्डमा त सेनिटाइजर लगाएर पनि हामी हटाइदिन्छौं फोर्थमा त तातो पानी र हल्दी चाहिँ यति डरलाग्दो खाइन्छ चुटकीमा गइहाल्छ अनि त यहाँनिर त झन् बुस्टर लगाएको छ पहिला हो त्यसले पनि हटिहाल्छ फेरि अर्को के भ्याक्सिन आउँछ त्यो पनि लगाइन्छ हामी अनि कोरोना हटाइन्छ अनि अब कोरोना त अब यो चाहिँ भयो हैन कमेडी खालको भयो तर पनि कोरोना आउँदैछ अलिकति सतर्क बस्नुहोस् सोशल डिस्टेन्सिङ अलिकति पालन गर्नुहोस् हैन तपाई भिडभाडमा चाहिँ अलिकति जोगिनुहोस् हो अनि जोगेको चाहिँ राम्रो किन भन्दा चाहिँ अब कोरोना आउँछ त्यहाँदेखि अरू के बिमारहरू अलरेडी हुन्छ कसैलाई केही न केही बिमार त हुन्छ जिउमा हैन अनि कोरोना लाग्छ कोरोना लाग्छ साह्रो पर्छ साह्रो लागेर हाम्रो 3.5 4 पनि बद्न सक्छ छुट्टी पनि हुन सक्छ हैन त्यही कारणले चाहिँ अलिकति सोशल डिस्टेन्सिङ हैन अनि खानुभन्दा अगाडि मज्जाले हात धोएर हैन साबुन पानी लगाएर सेनिटाइजर लगाएर गरेको चाहिँ हामीले अगाडि नै प्रिपरेसन भएको चाहिँ राम्रो है साथी हो अब खाँदा पनि अब हामीलाई चाहिँ अलिकति चाहिँ हामीलाई जिउलाई फाइदा हुने चीज चाहिँ खाऊ है अनि लास्ट अप्सन यो चाहिँ पुरा टलक्क टल्का राख्नुहोस् गर्नुपर्छ है पुरा बजाउनुपर्छ है अब यो पाली चाहिँ गो कोरोना गो यति खाएर चाहिँ यो खटाएर गो कोरोना गो भन्यो भने चाहिँ चट्टै जान्छ है ल साथी हो अलिकति सोशल डिस्टेन्सिङ पालन गरौँ अनि गभर्मेन्टले निकालेको नोटिफिकेसनको एकदम पालन गरौँ हो अनि कोरोनाबाट बाँच्यो है ल है जय हिन्द।